तिम्रो हात समातेर हिँडेको याद आउँछ। मेरो काखमा लुक्थ्यौ, हाँस्थ्यौ, गीत गाउँथ्यौ। दिदी, म ठुलो गायक बन्छु भन्थ्यौ। तर समयको सङ्गीत तिमीलाई चुप लगाइदियो। तिम्रो गिटारको तारहरू अझै पनि काँपिरहेका छन्। तिम्रा सपना हावासँग गुनगुनाइरहेका छन्। तर तिमी छैनौ, शब्द अधुरा छन्। तिमीले भनेका थियौ, दिदी, मेरो आवाजले सबैको मन छुन्छ। हो, तिम्रो आवाजले अहिले पनि मेरो आत्मा छोइरहेको छ। तर त्यो स्वर अब केवल हावामा विलीन भएको छ। दिदी, मलाई पैसा पठाइदिनु न। आज साथीहरूसँग निस्किने हो के। मम्मीले पठाएपछि म फिर्ता दिइहाल्छु नि, तर मम्मीलाई नभन्नु है। तिम्रा ती शब्दहरू अझै कानमा गुन्जिरहेका छन्। तर आज म लाखौँ पैसा दिएर पनि तिमीलाई फर्काउन सक्दिनँ। जब म पढ्नका लागि टाढा थिएँ, तिमी दिन गन्दै बस्थ्यौ। मेरो बिदा कहिले आउँछ भनेर प्रतीक्षामा तिम्रो आँखा थाक्दैनथ्यो। म घर फर्कदा तिमी सबैभन्दा पहिले दौडेर आउँथ्यौ। मुस्कान सहित झोला खोल्थ्यौ। के खानेकुरा छ, के नयाँ छ? तिमीलाई चाहिने केही भेटिन्छ कि भनेर खोज्थ्यौ। मेरो हात समातेर दिदी, एलिभेली भन्दै तिमी हाँस्थ्यौ। आफ्ना साना सपना सुनाउँथ्यौ। तर आज तिमी कहिले फर्किन्छौ भनेर म दिन कुर्दै बस्छु। मलाई थाहा छ अब कुनै बिदा आउँदैन। अब तिमी दौडेर आउने छैनौ। तिमी यति टाढा गयौ कि जति फर्के पनि अब तिमी देख्न सक्दिनौ। अब तिम्रो त्यो मिठो स्वरमा दिदी भन्ने सम्बोधन सुन्न सक्दिन। सोच्थे जसले तिमीलाई दुःख देला, उसँग म लड्नेछु। म त लड्नेछु। तर हेर न भाइ, अब कोसँग लडु? भगवानले तिमीलाई चोरेर लगे, म कसरी लडु? कसरी जितु? तिम्रो गिटार कोठाको कुनामा एक्लै रोइरहेको छ। तिम्रो हनी पनि तिमीलाई खोज्दै ढोका अगाडि बस्छ। उसको आँखामा पनि तिमी नफर्किएको पीडा छ। यदि समयलाई फर्काउन सक्थे भने तिम्रो गीत सुन्ने एक मौका माग्थे। एउटा अन्तिम सङ्गीत, एउटा अन्तिम धुन। तिमीलाई एकचोटि अँगालो हाल्ने अनुमति माग्थे। मेरो भाइ, तिमी जहाँ छौ सङ्गीत बन्नु, उज्यालो बन्नु। हाम्रो मुटुको टुक्रा हौ तिमी। तिमी सधैँ सम्झनामा आइरहनु। सधैँ सम्झनामा आइरहनु।